एकपछि अर्को आक्रमण, एकपछि अर्को प्रहार। नदुख्ने त होइन साथी, दुख्छ मलाई। निरन्तरको प्रहारले म लौलहान भएको छु, छाती छ्याछिया भएको छु। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो, रबेलाई फसाउने कान्तिपुर नि हो। गरिब पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो, रविलाई फसाउने कान्तिपुर नि हो। भ्रष्टाचारको विरुद्ध बोल्दै हिँड्थे रवि, गगन केपी मिलेर बिगार्दैछन् है छवि। अपराधी तस्करहरू पार्टी भित्र पाल्ने, रवि नै हो यस्ता नेता जेल भित्र हाल्ने। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो, रविलाई फसाउने कान्तिपुर नि हो। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो। डराउँछु कान्तिपुरसँग, डराउँछु अन्नपूर्णसँग। वकिललाई रक्सी लिएर बुझाउने, न्यायाधीशका घर घरमा रक्सी लिएर जाने, एमएसीलाई गरिब दुखी जनताका सहारा थे रवि, अपराधीहरूको सातो लिन्थे बोली। कयौं भ्रष्ट जेल गए, कयौं देश छोडे, रविलाई फसाउनलाई मुद्दा कता मोडे। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो, रविलाई फसाउने कान्तिपुर नि हो। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो, रावणका 10 टाउका जस्तै संवैधानिक अङ्ग जेनजीले पारिदिए एकैछिनमा भङ्ग। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो, रविलाई फसाउने कान्तिपुर नि हो। गगन पनि हो, ओली पनि हो, आरजु पनि हो, लेखक पनि हो। 7 गाउँ ठग्ने श्याम परदेशी खोज्दै सर्लाहीका गाउँ गाउँमा सिधा कुरा। 5 लाख रुपियाँ जानी बुझी दिएको ठिक साँचो हो भनेर यहाँ कागज 5 लाख हो त होइन। 7 गाउँ मात्रै होइन,